ओके, शुभ प्रभात सम्पूर्णमा। चुनाव है, चुनाव ल शुभ बिहानी, बिहानको मर्निङ अफ के भन्छ नि यो असली चलिरहेको छ। सानो पनि छ एउटा, यसले ठेउकाको कटर लिएर कहाँ जोड्दैछ फेरि दुच्चा बनाउनु म्याडम। यहाँ नास्ता पश्चात हामी नजिकको गाउँमा घुम्न गइरहेका छौँ। सम्पूर्ण टिमहरू हामीहरू घुम्न गइरहेका छौँ। अघि हुनुहुन्छ हाम्रो रङ्ग साहब हुनुहुन्छ। विचार छ मेरो गाउँमा। हाम्रो बस्ने ठाउँ उ त्यो होइन सर? उ त्यो हामी उता खोल्पे बजार हो त। परम्परागत पत्थरले छाएका घरहरू, यी घरहरू अझै बिरलै देख्न पाइन्छ। आधुनिकताले यी पत्थरवाला घरहरूलाई विस्थापित गरिसकेको छ, तर हामी देख्न सक्छौँ यी पत्थरहरू बनाएर छाएको घर साँच्चै गर्मीमा चिसो र चिसोमा न्यानो हुन्छ। यो दाँते कश्मीरी ओखर हो। दाँते कश्मीरी ओखर, यो चाहिँ ओखरको रुख होइन, भर्खर भर्खर कलिलो छ यो बोटो। दाँते यो उताबाट ल्याएर चाहिँ रोपेको होला, हुनुपर्छ होइन। ठ्याक्कै मलाई पनि थाहा छैन। तल पनि देखिरहेछ होइन, तल पनि ट्याक्क चाहिँ हातले यसरी गरेपछि प्याट्टी फुट्छ फेरि। यो 400-500 रुपियाँ केजी दिन्छ। यसो गरेर चोतो भनिन्छ। मुला चोतो, सङ्के चोतो, यसलाई पेलेर पनि तेल बनाउँछ। अनि सङ्के चोतो हो यो, खान पनि मिल्छ र यसको फुलहरूलाई पेलेर तेल बनाउन पनि मिल्छ। अर्ग्यानिक तेल भन्छ। जे होस्, सानो बजार भए तापनि खोल्पेमा खानेपानीको राम्रो सुविधा रहेको छ। यो खानेपानी ट्याङ्की हामी देख्न सक्छौँ। त्यसै गरी यो एनटिसीको टावर र यतापट्टि छ फेरि फाइबरको टावर। यो डाँडोबाट हामी एउटा मनोरम दृश्य देख्न सक्छौँ, जहाँबाट खोल्पे बजार पनि स्पष्ट देख्न सकिन्छ। अहिले अलिकति बादल लागेको कारणले गर्दाखेरि अलि स्पष्टसँग चित्र देखेको छैन। कुन स्कुलमा पढ्छ नानी? कुन स्कुलमा पढ्छौ? उ त को तिम्रो भाइ हो? सिमेन्टको प्रयोग कतै पनि गरिएको छैन। परम्परागत माटोको प्रयोग गरेर यो घर बनाइएको छ। र अब हामी पुग्यौँ बजारमा। साथीहरू पनि खोल्पे बजार हेर्दै हुनुहुन्छ। केही पुराना अवशेषहरू अझै बाँकी छन् पुरानो घरका। आज अलि हुस्सु लागेकोले, हुस्सु भन्दा पनि घाम नभएको कारणले गर्दाखेरि अलि दृश्य मधुरो आइरहेको छ।
हामी देख्न सक्छौँ यहाँ एउटै घरमा घन्टी कङ्ग्रेसको झन्डा रहेको छ। चुनावमय छ खड्देको बजार। केही युवाहरू चाहिँ समय क्यारम खेलेर समय बिताइरहेका छन् भने चुनावको माहौल छ तर पनि सुनसान नै देखिन्छ। आज 12 गते फागुनको 12 गते गइसकेको छ तर पनि चुनावको त्यति साह्रो चहल पहल देखेको छैन। यद्यपि घर घरमा घन्टी रुखहरू झन्डाहरू टाँसिएका छन्। बजार सामान्य दिनको जस्तै चाहिँ चलिरहेको छ। पसलहरू प्राय सुनसान नै रहेका छन्। चुनावको बेला चहल पहल हुनुपर्ने हो तर पनि ग्राहकहरू देखिँदैनन्। एक त यहाँको रेकर्ड अनुसार धेरै युवाहरू इन्डियातर्फ कोही विदेशतर्फ गएको हुनाले पनि यहाँ सुनसान रहेको देखिन्छ। व्यापारीहरूलाई समय काट्नु मुस्किल भएको देखिन्छ। आशा छ अब यो चुनाव पश्चात यो स्थान पनि भरिभरा हुनेछ। युवाहरूले स्वदेशमै रोजगारी पाउनेछन्। स्वदेशमै व्यापार व्यवसायले राम्रो प्रगति लिनेछ। अब हामी यो जङ्सनमा आइपुगेका छौँ। यो जङ्सन तपाईँले देख्न सक्नुहुन्छ यो खोल्पेको जङ्सन हो। हामी यहाँ बायाँतर्फ गयौँ भने यहाँबाट बैतडी पाटन हुँदै दार्चुला पुगिन्छ भने यतापट्टिको यो बाटोबाट हामी गयौँ भने बझाङ पुगिन्छ। साथीहरू सकि नसके भए पनि हामीलाई सेवा दिइरहनु भएको छ। चिसो अत्याधिक छ त्यसैले हामी आगो पनि तापिरहेका छौँ। यात्रा खोल्पेबाट सतमासको लागि हुन्छ। हामी प्रारम्भमा कुरा सुन्दैछौँ। फर्की आउँला
सँगै रमाउँला म फर्की आउँला सँगै रमाउँला हिउँचुली ढाक्यो अल्का डाँडाले हिउँचुली ढाक्यो अल्का डाँडाले कलेजी काट्यो तिखा काँडाले कलेजी काट्यो तिखा काँडाले पहेला हुन्ना धानका बाली पहेला हुन्ना धानका बाली हरिया छानी कि सुकिएका डाली हरिया छानी कि सुकिएका डाली हिउँचुली ढाक्यो अल्का डाँडाले हिउँचुली ढाक्यो अल्का डाँडाले कलेजी काट्यो तिखा काँडाले कलेजी काट्यो तिखा काँडाले फाइनल्ली हामी बैतडीको पाटनमा पुगेका छौँ। यो पाटनको दृश्य हो, तपाईँहरू हेर्न सक्नुहुन्छ। र पाटनको प्रवेशद्वारबाट यताबाट हामी बैतडी जिल्ला मेन जान्छौँ भने अब हामी धेरै नरोकी हामी सतवासतर्फको यात्रा प्रारम्भ गरेका छौँ। अलि एक्कासी यो क्यामेरा क्वालिटीमा खराबी देखेको छ। हामी ठाड पुग्यौँ, यो ठाड हो। ठाडको सुन्दर बजार देखिरहेछ हामी स्क्रिनमा, हामी देख्छौँ सुन्दर ठाड। क्वालिटी कन्ट्रोल अलिकति क्यामेराको कमजोर भएको कारणले गर्दाखेरि अलिक प्रष्टसँग देखिन सकेको छैन, तर पनि लगभग यहाँको मोटामोटी भ्यू हामी हेर्न सक्छौँ। हम तुमको निगाहों में इस तरह छुपा लेंगे हम तुमको निगाहों में इस तरह छुपा लेंगे तुम चाहे बचो जितना हम तुमको चुरा लेंगे हो तेरी आशिकी में जाना यो सतमाथ चोक हो। यतापट्टिबाट तलतिर गएपछि यो दार्चुलाको बाटो हो भने यतापट्टि यो गोठाला पानी जाने बाटो हो।
चुनावी माहौल रन्किरहेको छ। अब हामी देख्न सक्छौँ संयुक्त गस्ती भइरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त मोबाइल गस्ती। फाइनली हामी अब पुर्चौडी 8 पिपलकोट नेपाल राष्ट्रिय माविको लागि प्रस्थान गरेका छौँ। हामी सिल्लेगढा हुँदै प्रवेश गरेका हौँ। सिल्लेगढासम्मको तस्बिरहरू कैद गर्न सकिएन कारणवश, र यो हामी सिल्लेगढाभन्दा माथि यो कच्ची बाटो हुँदैको दृश्य कैद गरिरहेका छौँ। बाटो राम्रै छ, त्यति खराब बाटो भन्न अवस्था पनि छैन, तर कच्ची बाटो छ। बाटोमा केही होली खेल्ने साथीहरूले, भाइ बहिनीहरूले पनि बाटो रोके हामीलाई। हामीले उनीहरूसँग केही बेर होली पनि खेल्यौँ र बिदाई माग्दै अगाडि बढ्यौँ। अगाडि बढ्ने क्रममा अगाडि हुनुहुन्छ मतदान अधिकृतज्यूहरू हुनुहुन्छ। बाटो क्रमशः खराब हुँदै गइरहेको अवस्था छ। मनोरम दृश्य छ, बोरिङ लाग्ने कुनै पनि क्षण छैन, रमाइलो छ। हामी रमाइलो गर्दै मतदान केन्द्रतर्फ अगाडि बढिरहेका छौँ। गाडीलाई साह्रै गाह्रो भएको जस्तो छ, किन भन्दाखेरि बाटो कच्ची बाटो सुरु भइसकेको छ। अलि गाडीलाई प्रेसर परेको छ, धुवा धुलो चारैतर्फ छ। नियमित रुट चल्ने गाडी होइन होला सायद। बैतडीको एउटा सबैभन्दा राम्रो पक्ष के रहेछ भन्दाखेरि यहाँ चाहिँ हरेक कुना कुनामा चाहिँ बाटो पुगेको रहेछ। बाटो चाहिँ एकदमै फराकिलो चौडा बाटो यहाँ हामी देख्न सक्छौँ। हामी अहिले यो दोगडा केदार को यो क्षेत्रमा छौँ। बाटो क्रमशः खराब बाटो देखिरहेको छ। चालकले कुशलतापूर्वक गाडी चलाउनु पर्ने हो, तर हाम्रो चालक चाहिँ त्यति कुशल रहनु भएन। उहाँ चाहिँ समयमा यस्तो खराब बाटो छ तर पनि फोनमा कुरा गर्ने, छोटो कुरा पनि होइन लामो कुरा गर्ने उहाँको बानी रहेछ। हामीले उहाँलाई पटक सूचित पनि गरायौँ, तर पनि उहाँले मान्नु भएन। दोगडा केदारमा बिजुली रहेनछ, पोलहरू चाहिँ गाडिएका रहेछन्। सायद चाँडै बिजुली आउँछ होला। यहाँ बिजुली रहेनछ। हाम्रो सायद हामी जाने स्थानसम्म पनि बिजुली छैन भन्न जानकारीमा आएको छ। हेरौँ कस्तो हुन्छ आगामी यात्रा। बाटो क्रमशः झन्झन खराब हुँदै देखिरहेको छ। यो मनोरम दृश्य दोगडा केदारकै हो। बाली प्रचुर मात्रामा उत्पादन हुँदो रहेछ यहाँ।
बैतडीको प्रख्यात काला गाउँ र गोरा गाउँ यसै एरियामा पर्छ। केही अगाडिको सिनमा हामी देख्ने नै छौँ। यतापट्टिको गाउँ काला गाउँ हो भने परतिरको गाउँ गोरा गाउँ हो। यहाँ सुन्नमा आएअनुसार चाहिँ काला गाउँ र गोरा गाउँमा विष्टहरू नै बस्ने गर्दछन्, तर दुवै गाउँबिच पहिल्यैबाट मित्रता कहिल्यै पनि रहेको थिएन अरे। पहिला पुरानो जमानाको कुराहरू मैले सुनेअनुसार यो गोरा गाउँ। अनि त्यसपछि हाल चाहिँ अब मानिसहरू सचेत भइसके पश्चात अहिले चाहिँ मेलमिलाप नै छ अरे। हामी काला गाउँ र गोरा गाउँ हुँदै अगाडि बढिरहेका छौँ। बाटो झन्झन खराब हुँदै गइरहेको छ, तर त्यति खराब पनि छैन, किनकि म विगतमा बाजुरातर्फ पनि घुम्ने क्रममा बाजुरामा चाहिँ अत्याधिक खराब सडक थिए। त्यसको तुलना गर्दाखेरि यहाँको सडक चाहिँ अलि राम्रै छ। फाइनली हामी हाम्रो बसोबास स्थल, हाम्रो मतदान केन्द्रमा पुग्यौँ। यहाँ लाइट रहेनछ। यसरी नै गुजारा गरेका छौँ बेन्चहरू राखेर नेपाल राष्ट्रिय माविमा। राति करिब 7 बजीतिर यहाँ पुग्यौँ। उज्यालो थिएन। मोबाइलकै उज्यालोको सहारामा यो मतपेटिकाहरूको सुरक्षा गर्ने हाम्रो जिम्मेवारी रहेकोले हामी अँध्यारोमै भए पनि रात काट्यौँ। रात काटिसकेपछि पनि जे होस् थकाइ लागेको थियो, रमाइलो भयो, राम्रोसँग निन्द्रा पर्यो भन्नु नै पर्छ। अब चाहिँ म बेड टाइममा लागेँ। म मेरो स्लिपिङ ब्यागभित्र छेड्न कोसिस गरिरहेको छु। साथीहरू कोही सुतिसकेका छन्, कोही सुत्न बाँकी छन्। अब चाहिँ म चाहिँ सुत्नुतर्फ लाग्यो है साथी हो। यो गेट, यो प्राङ्गण, यो चाहिँ हाम्रो मतदान स्थल। अस्थायी फेन्सिङ रहेको छ यहाँ चारैतर्फ। यो नजिकको गाउँ सडक। हाम्रो मतदान स्थल भन्ने ग्राउन्ड यही नै हो। हाम्रो भान्साघर। र यसरी फागुन 17 देखि फागुन 21 सम्म हामी यहाँ बस्यौँ। चुनाव शान्तिपूर्वक ढङ्गले सम्पन्न भयो। यसै बिचमा होली पनि परेकोले हामीले होली मनायौँ। मतदान अधिकारीज्यूहरू, निर्वाचन प्रहरीहरूसँग मिलेर हामीले होली पनि मनायौँ। विशेष त धन्यवाद यहाँका एजेन्टहरूलाई, जसको सहयोग बिना यो चुनाव शान्तिपूर्वक ढङ्गले सम्पन्न हुने नै थिएन। बाई बाई बैतडी पुचौडी 8।